मैले बिहानको ठ्याक्क 5 बज्यो, मलाई 7 बजे पुग्नुपर्छ थियो घरभन्दा। सायद दिउँसोको टाइममा 2 घन्टाभन्दा बेसी लाग्ने थियो। अहिले बिहान भएर सायद 1.5 घन्टा मात्रै लाग्छ होला, मैले टाइम हेरेको छैन। ढिलो पुग्यो भने फेरि घर फर्काइदिन्छ। ढिलो भइसक्यो मलाई एकदमै। 1 hour 35 minute लाग्दो रहेछ। 7 बजे सुरु हो नि, म 6:41 पुग्दो रहेछु। बिहान हेर्दा जम्मा 1 hour 30 minute लेखेको थियो। हिजो हेर्दा झन् 2 hour 20 minutes जति लेखेको थियो होइन। किनभने यहाँ यति बिहान एकदम ट्रेडीहरू चल्छ कि, जो कन्स्ट्रक्सनहरूमा काम गर्ने मान्छेहरू चाहिँ बिहान अब काममा जाने बेला ब्रिस्बेनको त्यो हाइवे त लास्टै बिजी हुन्छ, त्यही भएर। तर केही भएन, भ्याउँछ होला। तर मेन भनेको फ्युल हाल्नु छ मलाई। फ्युल हाल्दा 5 मिनट जतिखेर जाला। पेट्रोल हालेँ भर्खरै, 3 मिनटमा पेट्रोल हाल्दै। तर अब आज फेरि इस्टर होलिडे सुरु भयो नि त। फ्राइडे, स्याटरडे, सन्डे, मन्डे 4 दिन बिदा हुन्छ। अनि बाटोमा पुरै काराभ्यान मान्छेहरू अब घुम्न जानलाई, ट्रिपको लागि जानलाई भनेर बाटो अलिक बिजी नै रहेछ आज। पेट्रोल पम्प नि प्याक थियो, कुरेर हाल्नु पऱ्यो एकछिन। तर के भने पुगिन्छु होला। 6:42 पुग्छु भनेर देखाएको छु। अझ 1 hour 16 minute ड्राइभ छ यहाँबाट। आजकल पेट्रोल हाल्दा नि दुईचोटि सोच्नुपर्छ है, किनभने अस्ति मैले मेरो अर्को डिजलवाला गाडीमा पेट्रोल हाल्दैछु क्या। मैले सोचिनँ एकरति पनि कति बजी त्यो गाडी चलाएको होइन। अनि बिहान काममा जाँदै थिएँ, अनि त्यसपछि गएर सिधै पेट्रोल हालिदिएर अझ ठ्याक्क फेरि पेट्रोल पम्पमै गाडी पङ्चर पनि भइदिरहेको क्या। पेट्रोल हाल्ने डिजलमा पेट्रोल हाल्ने बित्तिकै गाडी पङ्चर भइदिरहेको क्या। भगवान्ले एक चान्स दिएको थियो गाडी नचलाइराख भनेर, तर मैले फेरि टायर चेन्ज गरिहालेँ क्विकली, किनभने म काममा निस्किएको थिएँ। अनि काम त्यहाँबाट 40 किलोमिटर जति मैले गाडी चलाइदिएँ, चल्यो पनि क्या। फेरि पेट्रोल डिजल गाडीमा पेट्रोल हालेँ, चल्यो पनि। अनि त्यहाँ काममा पुगेपछि अनि मान्छेले अनि गाडी यता हटाउनु पऱ्यो, यता मैले एउटा काम गर्छु भने एउटा मान्छे आएको थियो। अनि गाडी हटाउँछ, स्टार्ट गर्नु खोज्छु, स्टार्टै हुन्न। अन्त अनि ल यो बिग्रियो होला बिहानदेखि, खै किन हो यसले यस्तै गरिरहेको छ गाडीले आज भनेर सोचेँ। अनि एकछिनपछि गाडीको अगाडि अलिअलि तेल देखेँ क्या। अनि यो त मेरो गाडीको त होइन, किनभने गाडीको तल हुन्छ तेल त अगाडि छ गाडी भन्दा त पुरै तेल फ्याँकिरहेको रहेछ क्या अगाडि। अनि मैले मैले त बिहान पेट्रोल पो हालेको थिएँ जस्तो भइदिएर। अनि त्यसपछि मान्छेलाई कल गरेर बोलाएँ, त्यो रङ फ्युल रेस्क्यु भन्ने हुँदो रहेछ कि, तिनीहरूले चाहिँ आएर बनाइदियो गाडी। तर $500 ठाउँको ठाउँ सुना लाग्यो। त्यो दिन मेरो लागि ब्याड लक थियो। उज्यालो भयो अब कुरा गरौँ न केही। आज चाहिँ म जाँदैछु मेरो मोटरसाइकल लाइसेन्सको कोर्स प्लस टेस्ट। आज नै कोर्स पनि हुन्छ, उनीहरूले सिकाउँछ पनि, अनि आजै टेस्ट पनि लिएर अनि एउटा पेपर दिन्छ। अनि त्यो पास भयो भने त्यो पेपर लिएर अनि ट्रान्सपोर्ट अफिस जाने हो, त्यहाँ गएर अनि लाइसेन्स एड हुन्छ होइन। तर अब मैले बाइक चलाएको भनेको नेपालमा लाइसेन्स दिने बेला मात्रै हो। त्योभन्दा मैले 4-5 वर्ष भइसक्यो मैले बाइक छोएको पनि छैन है। म स्कुटर चलाउने मान्छे हो नेपालमा, मैले बाइक छोएको छैन। अब आज हेरौँ, म धेरै स्टल गरेँ अथवा मैले अब गरेँ होइन, कस्तो राम्रोसँग चलाएन भने मलाई अब त्यहीबाट घर पठाइन्छ। हुन्छ अस्ट्रेलियामा सुरुमा लर्नर लाइसेन्स लिनुपर्ने हो मैले होइन। मेरो नेपालको लाइसेन्स एक्सपायर भइसक्यो, त्यही पनि म एलिजिबल छु लाइसेन्स बनाउनको लागि। अनि मैले त्यही अब सर्टिफिकेट प्रिन्ट गर्न चाहिँ बिर्सेँ, एलिजिबिलिटी सर्टिफिकेट। तर अब आज गएर त्यहाँ गएर हेर्छु के हुन्छ। त्यही हो, लर्नर लाइसेन्स सुरुमा लिनुपर्ने। मैले लर्नर छैन मसँग, किनभने मैले नेपालको लाइसेन्स ट्रान्सफर गरेर हो नि त। मैले गाडीको पनि ट्रान्सफर गरेँ, त्यही भएर मैले सिधै यहाँको लाइसेन्स एउटा एक्जाम दिने बित्तिकै पाइहालेँ। लर्नरको थ्रुबाट जानु परेन। यहाँ अब बाइकको लाइसेन्स पनि सिधै एउटा टेस्ट दिएपछि आरई ओपन लाइसेन्स हो। यो चाहिँ फुल अनरेस्ट्रिक्टेड आर लाइसेन्स भन्ने हुन्छ, त्यो चाहिँ होइन, किनभने त्यो चाहिँ दिँदैन सिधै ट्रान्सफर गर्नको लागि। त्यसको लागि छुट्टै क्राइटेरियाहरू छ। त्यो अब नर्मली जाने हो भने यो लाइसेन्स आइसकेपछि त्यो मेन अनरेस्ट्रिक्टेड लाइसेन्स लिनको लागि 2 वर्ष पुर्नै पर्छ क्या सबैले। तर अब जोसँग एक्सपिरियन्स छ 5 वर्षभन्दा बेसी लाइसेन्स होल्ड गरेको छ ओभरसिज भने चाहिँ उनीहरूलाई चाहिँ दिन्छ। तर मेरो लाइसेन्स 5 वर्ष पुरानै हो नेपालको बाइकको लाइसेन्स। तर हेरौँ अब के गर्छ यिनीहरूले। पहिला यही लाइसेन्स दिन्छ, यो लाइसेन्समा चाहिँ रेस्ट्रिक्सन हुन्छ क्या अलिअलि। अब म जाँदैछु, अब 31 मिनट बाँकी छ।
मैले 1 घन्टा जति ड्राइभ गरेँ। त्यस्तो धेरै बिजी छैन, टाइम घट्दैछ। आज फर्स्ट टाइम गाडी चलाउँदा टाइम घटेको 37 भएछ। 6:37मा पुग्छु, 7 बजे सुरु हुन्छ अनि सायद 5 जना मात्रै हुन्छ होला दिनमा। अब 8 घन्टाको कोर्स हो क्या यो चाहिँ। लर्नरको थ्रुबाट गएको भए चाहिँ यहाँ फेरि लाइसेन्स, बाइकको लाइसेन्स निकाल्न लास्टै तनाव छ क्या। लर्नरको थ्रुबाट जाने भए लर्नर लाइसेन्सको लागि 2 दिनको कोर्स हुन्छ, 8 घन्टाको होइन, 2 दिनै जानै पर्यो। अनि त्यो लाइसेन्स लिएपछि अनि यो लाइसेन्सको लागि फेरि 1 दिनको पुरै कोर्स, 3 दिनको भयो अनि फुल अनरेस्ट्रिक्टेड लाइसेन्सको लागि अर्को 1 दिनको कोर्स, अनि 4 दिनको कोर्स हुन्छ कि। 4 दिन लाग्छ लाइसेन्स निकाल्न। त्यो पुरै गर्दा लगभग $1012 खर्च हुन्छ। तर मेरो यो लाइसेन्सको लागि चाहिँ, यो टेस्टको लागि मात्रै चाहिँ $300 थियो, किनभने मैले लर्नर सर्नर केही पनि गरेको छैन नि त। त्यही मैले त्यो गर्नुपर्ने हो खासमा। गराए भए अलिक कन्फिडेन्ट हुन्छ। म कन्फिडेन्ट छैन आज, तर अब हेरौँ गएपछि के हुन्छ। 2 मिनट छिटो पुगेको थिएँ। गुगल म्यापले मलाई कहाँ ल्याइपुग्यो यार। यहीँ देखाएको छ, यहाँ जाने बाटै छैन क्या। अनि बाटो त्यही माथि नेपालको जस्तै छ है, यस्तो छ बाटो। अब म कहाँ जाने होला। यस्तो चिसो रहेछ बाहिर, फेरि 17 डिग्री रहेछ। मैले केही लाएको छैन कि भित्रबाट, सर्ट मात्र लगाएर आइदिएको छु। यहाँ देखाएको छ क्या, तर यहाँ पुरै बार लगाएको छ। अब म त्यहाँ कसरी पुग्नु? अब अर्को रोडबाट होला, उताबाट। यहीँ रहेछ त। म्याप यति चुकेछ क्या, एउटा यता छिर्नु पनि यता छिराइदियो मलाई। आइपुगेँ म। अब गएर हेर्छु के हुँदो रहेछ भित्र, अनि म अपडेट गरिरहन्छु नि, किन भित्र सायद भिडियो फोटोहरू खिच्न मिल्दैन होला, तर म अपडेट दिइरहन्छु। फर्स्ट सेसन सक्यो। अब अझै 2 घन्टा मात्र भएको छ, 6 घन्टा अझै छ। सानो एउटा मर्निङ टी ब्रेक छ। अब ब्रेकमा मैले खानलाई ल्याएको छु, टन्नै कुराहरू छ। अलिअलि खान्छु अनि फेरि सुरु हुन्छ। मजा आयो तर यस्तो केही खासै नेपालको जस्तो पुरै डेन्जर टाइपको डरलाग्दो हुन्छ नि, लाइन यत्रो बस्नुपर्छ अनि फेल भयो भने फेरि अर्को कहिले बुक हुने के हुने, त्यस्तो केही हुन्न है। 5-6 जनाको ग्रुप हुन्छ अनि त्यो ग्रुपलाई हरेक सबै सानो कुरा अलिअलि गराउनु लाउँछ कि। म्यानिभरहरू 8 नेपालको जस्तै 8 फिगर 8 गराउनु लाउँछ। अनि त्यो स्लोली चलाउनु पर्ने हुन्छ एउटा सानो लेनमा। अनि त्यस्तै यता अब्स्ट्याकलहरूलाई क्रस गर्नुपर्ने हुन्छ। त्यस्तै अलिअलि सानो 6-7वटा कुरा हुन्छ। अब सायद यो पास भएपछि अनि अब चाहिँ रोडमा बाहिर लान्छ होला। रोडमा अनि ट्रेनरलाई फलो गर्नुपर्ने हुन्छ, उसले जे भने त्यही गर्नुपर्ने हुन्छ। अनि आजै बेलुका अनि लाइसेन्स दिन्छ। लाइसेन्स दिँदैन, एउटा सर्टिफिकेट दिन्छ। त्यो सर्टिफिकेटलाई ट्रान्सपोर्ट अफिसमा लगेर अनि त्यहाँ दिएपछि अनि तिनीहरूले अनि एड गरिदिन्छ लाइसेन्स। ब्रेक बस्छु अनि फेरि जान्छु। 5 कि 6 जना छौँ, सबजना मतलब लर्नरबाट आएर रहेछ। म त अब नेपालमै लाइसेन्स छ नि त, अनि त्यही भएर म चाहिँ अलिकता डिफ्रेन्ट छु यहाँ। अरू सबै मलाई अस्ट्रेलियनहरू नै रहेछ यहाँ चाहिँ। फेरि अर्को ब्रेक भयो। अहिलेसम्म सबै पास भइरहेको छ। त्यो अब रोडमा कहिले निकाल्छ। रोडमा मैले स्कुटर मात्रै चलाएको छु अस्ट्रेलियामा, बाइक चलाएको छैन। मलाई खै अहिलेसम्म त पास भइरहेको छ, इजी गइरहेको छ। एउटा बुढो चाहिँ फेल होला जस्तो। छोटो राइड सक्यो। जङ्गलको बिचबिचबाट आयौँ। कफी ब्रेक लिएको सानो।